कार्यक्रम सुरुमा मञ्चासनतर्फ जानेछ। मञ्चासनमा हामी सञ्चालक समिति लगायत विभिन्न पदाधिकारी मित्रहरूलाई मञ्चासन बिउजाउनु गर्नेछौँ र आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा हामीले पहिलाको जस्तै संस्थाका ज्येष्ठ नागरिकको तर्फबाट हामीले प्रमुख अतिथि हामीले बोलाएका छौँ। त्यस अन्तर्गत आजको हाम्रो कार्यक्रममा प्रमुख अतिथिको रूपमा श्री कृष्णनारायण यादवजी आउनुहुनेछ। उहाँ पनि आइसक्नु भएको छ र त्यो सँगसँगै आजको कार्यक्रममा हामी दीप प्रज्वलन गरी मानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नेछौँ र आजको कार्यक्रम संस्थाको प्रगति प्रतिवेदन सँगसँगै वार्षिक आर्थिक विवरण लगायत लेखा सुदर्शन समितिको प्रतिवेदन पनि वाचन हुनेछ। त्यस लगतै हामीसँग आज उत्कृष्ट असल ऋणी सम्मान, उत्कृष्ट नियमित बचत सम्मान र कडरपत्र भनेर हामीले सेयर पुँजी 1 लाखभन्दा बढी पुर्याउनु भएका व्यक्तित्वहरूलाई सदस्यहरूलाई सम्मान गर्न गइरहेका छौँ। सँगसँगै आजको कार्यक्रम हामी एससी सम्मान भनेर पनि गर्दैछौँ। त्यो सँगसँगै सदस्यता वृद्धि सम्मान र त्यो सँगसँगै बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थीहरूलाई पनि आज हामी प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको छ र कार्यक्रमलाई म अगाडि बढाउन चाहन्छु। आजको यस कार्यक्रममा सभापतिको आसन ग्रहण गरिदिनुहुन यस संस्थाका संस्थापक अध्यक्ष तथा हालका अध्यक्ष राधेश्याम सुवालजीलाई मञ्चमा आसन ग्रहण गरिदिनुहुन अनुरोध गर्दछु र उहाँलाई स्वागत गरिदिनुहुनको निम्ति उपाध्यक्षज्यूलाई म अनुरोध गर्दछु। छवि सम्भाग संस्था मूल समितिका संयोजक तथा यस संस्थाका सञ्चालक समिति उपाध्यक्ष बलराम प्रजापतिज्यूलाई सभापतिज्यूलाई खाडा बोलाई मञ्चमा स्वागत गरिदिनु गर्दछु र उहाँलाई सभापतिको आसन ग्रहण गरिदिनुको निम्ति अनुरोध गर्दछु। सँगसँगै आजको यस कार्यक्रममा मञ्च आसनको निम्तिमा मञ्चासन ग्रहण गरिदिनु भने संस्थाका प्रमुख अतिथि यस कार्यक्रमका प्रमुख अतिथि तथा वयोवृद्ध सदस्यता नम्बर 935 का कृष्णनारायण यादवजीलाई मञ्चमा आसन ग्रहण गरिदिनु अनुरोध गर्दछु। विगतका धेरै वर्षदेखि हामीले प्रमुख अतिथिको रूपमा संस्थाका वयोवृद्ध सदस्य अर्थात् ज्येष्ठ सदस्यमा हामीले प्रमुख अतिथिको रूपमा हामीले आमन्त्रण गर्ने हामीले कार्यतालिका बनाएका छौँ र हामीले त्यो चाहिँ बानी बसालेका छौँ। हाम्रै व्यक्तित्वहरूलाई पनि सम्मान गरौँ भन्ने हेतुले र उहाँलाई स्वागत गरिदिनुहुन यस संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम सुवालजीलाई खाडाले ओढाई उहाँलाई स्वागत गर्दछु र उहाँलाई नारायण कृष्ण यादवजीलाई प्रमुख अतिथिको आसन ग्रहण गर्न अनुरोध गर्दछु। सँगसँगै मञ्चमा आसन ग्रहणलाई म यहाँ जोड्न चाहन्छु। मञ्चमा आसन ग्रहण गरिदिनुको निम्ति साथीहरूलाई फुलको बुके दिनु होला र सम्मान स्वरूप उहाँलाई माला फुलको माला ओढाइदिनु लगाइदिनु हुन यस कार्यक्रमका सभापति राधेश्याम सुवालजीलाई अनुरोध गर्दछु। सुवालजीलाई अनुरोध गर्दछु। लेखा सुपरिवेक्षण समितिका संयोजक हुनुहुन्छ। साथै मञ्च आसनको निम्ति यस कार्यक्रमका यस संस्थाका उपाध्यक्ष बलराम प्रजापतिज्यूलाई अनुरोध गर्दछु। उहाँ 26औं साधारण मूल समितिका संयोजक हुनुहुन्छ बलराम प्रजापतिज्यू। उहाँलाई स्वागत गरिदिनुको निम्ति म सभापति राधेश्याम सुवालजीलाई अनुरोध गर्दछु। त्यस्तै मञ्च आसनको निम्तिमा सञ्चालक समिति कोदरबाट सचिव विष्णुप्रसाद सुवालजीलाई म अनुरोध गर्दछु। सचिव विष्णुप्रसाद सुवालज्यू उहाँलाई पनि स्वागत गर्नुहुन खाडा ओढाई स्वागत गरिदिनुहुन राधेश्याम सुवालजीलाई अनुरोध गर्दछु। सँगसँगै मञ्च आसनको निम्ति यस संस्थाका कोषाध्यक्ष रत्नकेशरी सुकुमारज्यू उहाँलाई पनि मञ्च आसनको निम्ति अनुरोध गर्दछु। यस संस्थाका कोषाध्यक्षको रूपमा कार्यरत गर्नुभएका रत्नकेशरी सुकुमारज्यू र यो संस्थामा विशिष्ट सञ्चालक समितिमा कम्तीमा पनि 33% महिला सहभागिता हुनुपर्छ भन्ने हेतुले पनि हामीले सञ्चालक सँगसँगै यो कार्यकारी पदहरूमा हामीले कोषाध्यक्षको रूपमा रत्नकेशरी महिलाको प्रतिनिधित्व हुने गरी हामीले व्यवस्था गरेका छौँ।
पचहत्तरी सहकारी संस्था लीगको 26औं साधारण सभामा पाल्नुभएका सम्पूर्ण महानुभाव लगायत आजका अतिथि नारायण कृष्ण त्यातज्यू, संस्थाका अध्यक्ष एवं संस्थापक अध्यक्ष राधेश्याम सुवालज्यू, संस्थाको सचिव श्री विष्णु प्रसाद सुवालज्यू, कोषाध्यक्ष रत्न सुकुपायज्यू, त्यस्तै लेखा परिवेक्षणका बालकृष्ण नागाज्यू र पूर्व अध्यक्ष विश्राम प्रधानज्यू लगायत संस्थाका सञ्चालक समितिका साथीहरू, विभिन्न उपसमितिका साथीहरू र संस्थाका कर्मचारी साथीहरू, संस्थाको सम्पूर्ण हाम्रो यस बाह्रै बचतमा आबद्ध भएका सम्पूर्ण शेयर सदस्यहरूमा म स्वागत गर्न चाहन्छु। स्वागत स्वागत स्वागत। आज हामी 26औं साधारण सभामा उपस्थित भइरहँदाखेरि हामीले निर्णय गरिरहेको जुन भदौ 28 गते साधारण सभा गर्ने भनेर हामीले क्यालेन्डरमा सहित प्रकाशन गरी हामीले 28 गते गर्ने तय गरेको यो कार्यक्रम भदौ 23 गते हाम्रा जेनजी पुस्ताका भाइ बहिनीहरूको आन्दोलनले गर्दाखेरि यो सार्नुपर्ने अवस्था आएको हो। जुन नभएको, नहुने अथवा नसोचेको आन्दोलनले गर्दाखेरि यस 2 दिनको आन्दोलनमा शहीद हुनुभएका सम्पूर्ण शहीदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र अहिले बनेका नयाँ सरकारले पनि नयाँ शहीदहरूको मागप्रति ध्यान दिनुहुनेछ भन्ने आशा गर्दै हाम्रो जुन बाह्रै सहकारी संस्था पनि 28 गतिको सट्टा त्यही कर्फ्यू र निषेधाज्ञाको कारणले गर्दाखेरि हामीले आज 3 गते शुक्रबार गर्नुपर्नेको अवस्था तपाईँलाई जानकारी गराउँछु। यसमा सार्नु परेको अवस्थालाई तपाईँहरूले क्षमा दिनुहुन्छ भने म संस्थाको उपाध्यक्ष एवं यो तयारी समितिका संयोजकको तर्फबाट क्षमा माग्न चाहन्छु। कतिपय साथीहरूले 28 गतेको कार्यक्रमलाई कति थाहा नभएको होला र हामीले जुन हामीले सञ्चालक समितिबाट 3 गते गर्ने भनेर निर्णय गर्नासाथ हामीले पत्र पत्रिका र फेसबुक मार्फत जानकारी गर्दै आएको छु र केही गरी सूचना नपुगेको अवस्थामा कुनै हाम्रो उपस्थित साथीहरूले खबर गरिदिनु हुन्छ भने आशा गर्दै आजको हाम्रो 26औं साधारण सभालाई भव्य र सभ्य रूपमा सफल पार्न तपाईँ सम्पूर्ण सदस्यहरूमा आज दिनभरि यही हलमा बसिदिन संस्थालाई यो साधारण सभालाई सफल बनाइदिनुहुन्छ भन्ने आशा गर्दै बिदा हुन्छु। धन्यवाद। जय सहकारी, जय भारत। धन्यवाद। स्वागत गन्तव्यको लागि बाह्रै पचहत्तरी सहकारी संस्था लिमिटेडको 26औं वार्षिक साधारण सभा समितिका संयोजक तथा उपाध्यक्ष बलराम प्रजापतिज्यूलाई
सम्पूर्ण महानुभावहरू एउटा स्थानबाट उठेर राष्ट्रिय गानको सम्मान गरिदिनु हुन सादर अनुरोध गर्दछु। अनलाइन फेसबुकमा हाम्रो लाइभ पनि भइरहेको छ र विभिन्न व्यक्तित्वहरूले त्यहाँबाट पनि हेर्न सक्नुहुनेछ र तपाईँहरूले आफ्नो मोबाइलबाट सेयर पनि गर्न सक्नुहुनेछ ताकि अन्य महानुभावहरूले पनि हाम्रो साधारण सभा अवलोकन गर्न सक्नुहोस्। र हामीले आज प्रतिवेदन पनि वितरण गरिसकेका छौँ र अस्ति उद्घोषण गरेअनुसार प्रतिवेदन तपाईँहरूले अनलाइन अथवा बाराई बचतको वेबसाइटबाट www.baraisakosh.बाट पनि तपाईँले .com.np बाट पनि डाउनलोड गरेर तपाईँले सफ्ट कपीबाट हेर्न सक्नुहुनेछ। र आजको यस कार्यक्रममा अब हामी यस कार्यक्रमका प्रमुख अतिथि संस्थाका वयोवृद्ध सदस्य सम्मान कार्यक्रमतर्फ जान गइरहेका छौँ र उहाँलाई सम्मान गर्ने क्रममा अहिले हाम्रो धुन सँगसँगै सम्मान गर्न गइरहेको हुनाले चाहिँ बाराई बाँसुरी बाजा समूहका सदस्य साथीहरूलाई मञ्चमा फेरि म आमन्त्रण गर्न चाहन्छु। स्थापन भएको बाँसुरी बाजा समूहका टोलीलाई बाँसुरी बजाइदिनु हुन मङ्गलधुन बजाइदिनु हुनको निम्ति अनुरोध गर्दछु र यस कार्यक्रमका प्रमुख अतिथि वयोवृद्ध सदस्य नारायण कृष्ण क्याटर्जीलाई सम्मान गरिदिनु हुन यस कार्यक्रमका सभापति राजेश सुवालजीलाई अनुरोध गर्दछु र उहाँको सम्मान लगत्तै हामी मानसबाट गीत प्रदर्शन पनि हुन्छ उद्घाटन हुनेछ।
तयारी गरेका छौँ। यहाँले जुन भर्खर पास गर्नुभएको सबै कुराहरू हामीले कम्प्युटरमा तयारी गरिरहेको अवस्था छ। तपाईँले यो नाम टिपाउनु भएको छ, त्यो नाम टिपेको पनि कम्प्युटरमा हालिसकेको अवस्था छ। यो प्रतिवेदन कम्प्युटरबाट प्रिन्ट निकालेर आजै यहाँ सही गर्ने व्यवस्था भएको हुँदा म यो आजको सभामा हाम्रो प्रस्ताव पास गर्नको लागि यहाँले जुन पास गरिदिनु भएको छ, ताली बजाएर पास गर्नुभयो, त्यो पास गरेको कुरा चाहिँ प्रमाणित गर्नको लागि यहाँ 12 जनाको नाम टिपाउनु भएको छ। उहाँहरूको सदस्य नम्बर र नाम यहाँ म पाठ गर्न गइरहेको छु। सदस्य नम्बर 4125 गुटीनाथ दाहाल, सदस्य नम्बर 8183 विक्रम ताकीबन्दा, सदस्य नम्बर 3466 सविता पाटी, सदस्य नम्बर 2353 ज्ञानेन्द्र सुवाल, सदस्य नम्बर 3511 नारायण भक्त सुवाल, सदस्य नम्बर 2019 आश्राम रैना, सदस्य नम्बर 5921 रिया रैना, सदस्य नम्बर 5936 रोजिना नागाजु, सदस्य नम्बर 3797 सुजाता प्रजापति, सदस्य नम्बर 1517 इन्द्रबाट बकुन्छे, सदस्य नम्बर 2722 सम्झना फुलीमुली, सदस्य नम्बर 2004 मङ्गलदेवी कस्ती। उहाँ 12 जना हुनुहुन्छ। उहाँहरू अब यो हलभित्रै बसिराख्नु होला। यो माइनिङमा प्रमाण गर्नुपर्ने भएको हुँदा यहाँलाई म अनुरोध गरेँ। अब यो संस्थाको 26औं वार्षिक साधारण सभामा पास गर्नुपर्ने प्रस्ताव पास भइसकेको अवस्था छ र जुन यहाँहरूले सञ्चालक समितिबाट पेश गरेको प्रस्ताव यहाँले सर्वसम्मत ढङ्गबाट पास गर्नको लागि ताली बजाई उद्घोष गर्नुभयो। त्यसको लागि सञ्चालक समितिको तर्फबाट धेरै धन्यवाद। साथै आजको सभामा विशेष गरी संस्थाका सदस्य बालकृष्ण भदुजीले आफ्नो रचनात्मक सुझाव दिनुभएको छ। त्यो सुझावलाई पनि हामी यो प्रतिवेदनमा समाहित गरेको छ। यति कुरा भन्दै आजको यो महत्त्वपूर्ण कार्यक्रममा हामी यो कार्यक्रम साधारण सभा सकाउनुभन्दा अगाडि हामीले के एजेन्डा राखेको छ भने यहाँहरूलाई सहकारी सम्बन्धी प्रशिक्षण दिनको लागि विशेष गरी यो वित्तीय प्रशिक्षण सहकारी संस्थामा बचत ऋणको कारोबार गर्ने भएको हुँदा हामीले वित्तीय प्रशिक्षण दिनुपर्छ, वित्तीय साक्षरता दिनुपर्छ भन्ने उद्देश्यले जिल्ला बचत सङ्घका अध्यक्ष श्री कृष्ण गोविन्द लाखाजीलाई हामीले प्रशिक्षकको रूपमा आमन्त्रण गरिसकेका छौँ। उहाँ हाम्रो यो सभामा आइसक्नु भएको छ र हामीले यो प्रशिक्षण कार्यक्रम अगाडि बढाउनुभन्दा अगाडि आजको प्रमुख अतिथि जो दिनभरि बस्नुभएको छ, स्वास्थ्यको अप्ठ्यारो हुनाको बावजुद पनि बसेर यहाँलाई सुझाव पनि दिइसकेको अवस्था छ। उहाँले सम्मान गर्ने कार्यक्रम भइसकेको हुँदा अहिले उहाँले मायाको चिह्न प्रदान गर्ने कार्यक्रम बाँकी छन्। उहाँलाई त्यो कार्यक्रम अगाडि बढाउनको लागि म उद्घोषकलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद संस्थाका अध्यक्षज्यूलाई। आजको 26औं वार्षिक साधारण सभामा प्रस्तुत भएको सचिवको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिको जुन प्रतिवेदनमा चाहिँ हजुरहरूले राखेको सुझावलाई उहाँले सम्बोधन गर्नुभयो र सम्बोधनपछि पारित पनि गरिसक्नुभएको हुनाले सम्पूर्ण उपस्थित सदस्य महानुभावहरूलाई संस्थाको तर्फबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छौँ। त्यस्तै उहाँलाई स्वागत गरिदिनु हुन र खाना र मालाले स्वागत गरिदिनु हुन संस्थाका अध्यक्षज्यूलाई सादर अनुरोध गर्दछु। धन्यवाद अध्यक्षज्यूलाई। आजका प्रमुख अतिथि संस्थाका वयोवृद्ध सदस्य नारायण कृष्ण त्यागज्यूलाई सम्मान पत्र, स्मारिका, ज्याकेट र पौष्टिक आहार वितरण गरिदिनु हुन संस्थाका अध्यक्ष श्री राजेश्याम सुवालज्यूलाई सादर अनुरोध गर्दछु। हामीले प्रत्येक वर्ष हाम्रो सरकारी संस्थाको 26औं वार्षिक साधारण सभाका सभापति, यस संस्थाका अध्यक्ष राजेश्याम सुवालज्यू,
जिल्ला बचत सङ्घका निवर्तमान अध्यक्ष पनि हुनुहुन्छ। मञ्चमा आसीन सञ्चालक समितिका पदाधिकारीहरू, लेखा सुधारण समितिका पदाधिकारीहरू र यस कार्यक्रममा उपस्थित सम्पूर्णमा म हार्दिक अभिवादन टक्राउन चाहन्छु। अहिले नेपालमा सहकारी अभियान अल्मलिएको अवस्था छ। सहकारी संस्थाहरू 30,000 सहकारी संस्थाहरू छ भन्ने कुरा विभिन्न धाराहरूले देखाउँछ। त्यसमध्ये 150-200वटा सहकारी संस्थाहरू सङ्कटमा छन्। केही सङ्कटमा भएका सहकारी संस्थाहरूको कारणले त्यसको प्रभावले धेरै ठाउँमा बचतकर्ताहरूले बचत फिर्ता नपाएको गुनासो आइसकेपछि नेपाल सरकारले विभिन्न आयोगहरू गठन गरेका छन्। त्यो आयोगहरूको कार्यान्वयन क्रममा अहिले नेपालमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन भएको छ। त्यो राष्ट्रिय नियमन सहकारी प्राधिकरण जुन गठन भयो त्यसले जारी गरेको सूचना जुन अहिले हामी सदस्यहरूसँग सम्बन्धित संस्थासँग सम्बन्धित विषयलाई एक दुईवटा मात्रै कुरा बुढागत रूपमा राख्न चाहन्छु। अबदेखि हाम्रो सहकारी संस्थामा प्राथमिक पुँजी कोषको आधारमा 10% बाहेक एकजनाले बचत गर्न पाउँदैन भन्ने कुरा म पहिलो कुरा राख्छु। प्राथमिक पुँजी कोष भनेको के हुँदो रहेछ भने यहाँको यो अहिले पास गरेको प्रतिवेदनमा 7,83,00,000 सेयर पुँजी रहेछ। जेरा कोषमा 7,66,00,000 रहेछ। यो दुईटै गर्दाखेरि 15 करोड हुँदो रहेछ। 15 करोड भएको यो प्राथमिक पुँजी कोषमा 10% भनेको एकजना मान्छेले अब यो बारेमा 1.5 करोड बाहेक पैसा जम्मा गर्न पाउँदैन। अहिले आएको नियम यो। अब 12 सहकारीलाई 1.5 करोडसम्म एकजना व्यक्तिसँग लिन पाउँछ। त्योभन्दा 2 करोड म पैसा राख्छु भनेर यदि ल्यायो भने एकजना व्यक्तिले 2 करोड पैसा यो 12 सहकारीमा राख्न पाउँदैन। यो प्राधिकरणले अहिले जारी गरेको नियम हो। अब योभन्दा सानो सानो सहकारी संस्था ब्यालेन्स सिट कम भएको सहकारीमा त त्योभन्दा कम हुन्छ। म 10 लाख राख्छु 20 लाख राख्छु भनेर त्यसरी लिन नपाउने नियम आएको छ। त्यो भनेको जेग्रा कोष र सेयर पुँजीको जोड्दाखेरि 10% मात्र पाउने हो भन्दाखेरि यो अहिले नयाँ नियम आएको कुरा हामी सदस्यलाई पनि जानकारी राख्नुपर्छ, सञ्चालकहरूले पनि जानकारी राख्नुपर्छ। अनि अर्को कुरा अघि पनि छलफल भयो होला। अबदेखि सहकारी संस्थामा सञ्चालक समिति 9 जना बाहेक हुँदैन है। 9 जना बाहेक अब 10 जना 11 जना 15 जना हुँदैन। अबदेखि 9 जना बाहेक हुँदैन भनेर नियम आएको छ। अब हामी कहाँ त अहिले 11 जना छ। हाम्रो 12 सहकारीमा 11 जना भएकोमा अब आगामी चुनाव हुने बेलामा 9 जना बाहेक हुँदैन भनेको छ। यो विषय पनि त हामीले छलफल गर्नु पर्यो होला। त्यसमा पनि सम्भव भएसम्म 33% महिला चाहिन्छ भनेको छ। सम्भव भएसम्म भनेको छ। यदि सञ्चालक बन्छु भनेर महिलाहरू उम्मेदवार भयो भने 33%सम्म त्यसमा पनि चाहिन्छ भनेर आएको छ। अर्को कुरा अबदेखि सञ्चालक समिति एकजना व्यक्ति 2 कार्यकाल अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा संयोजक 2 पटक बाहेक बस्न पाउँदैन है भनेको छ। एउटै पदमा 2 पटक बाहेक बस्न पाउँदैन। पहिले हामी म सिद्धि गणेश बचत ऋण सहकारी संस्थामा स्थापना कालदेखि 16 वर्ष त लगातार कोषाध्यक्ष भयो। पछि म अध्यक्ष पनि 2 कार्यकाल भएँ। अहिले पनि म सञ्चालकमा छु। यस हिसाबले अब हामी यहाँ पनि पदमा बसेका होला। अबदेखि निर्वाचन आचार संहिता बनाउँदाखेरि नै ऐनमै आएको कारणले 2 कार्यकाल बाहेक एकजना व्यक्ति एकै पदमा बस्न पाउँदैन भनेर आएको छ। अर्को कुरा अलिकति हामीलाई खतरा लाग्ने कुरा, अलिकति हामीले सोच्नुपर्ने कुरा के आयो भने पहिले कुनै सहकारी संस्थामा बचत फिर्ता पाएन, मेरो पैसा चाहिँ फिर्ता दिएन भनेर कसैले त्यो सहकारी संस्थामा पैसा फिर्ता नपाएको अवस्थामा 25 जना वा सोभन्दा बढी व्यक्तिले निवेदन हाल्यो भने त्यो सरकारले समस्याग्रस्त घोषणा गरेर त्यसलाई छानबिन गर्नुपर्छ। अहिले त्यो अवस्था खारेज गरिदिएको छ। अब 25 जना मान्छे मिलेर मेरो पैसा फिर्ता पाएन भनेर निवेदन दिएको भरमा अब सहकारी संस्थाको निवेदन लाग्दैन। सिडिओ कार्यालयमा सहकारी विभागमा हाम्रो पैसा फिर्ता पाएन भनेर निवेदन दिएमा त्यो संकटग्रस्त घोषणा हुँदैन। अबको दिनदेखि
सहकारी संस्थामा बचत गर्ने सदस्यहरूको 10%ले निवेदन हाल्नुपर्छ। त्यो पनि हामीले धेरै कुराहरू जोड गरिसके पनि पहिले त 25% थियो। यो हुँदैन, यो त सदस्यहरूलाई मर्का पर्छ, सदस्यहरू एकजुट हुन गाह्रो हुन्छ भनेर हामीले आवाज उठाइसकेपछि यसलाई 10%मा झारेको। अब हामी कहाँ 5-6 हजार सदस्य होला। कतिपय सहकारी संस्थाहरू ठुलो कारोबार गर्छ, त्यो ठुलो कारोबार गर्ने सहकारी संस्थामा 10% मान्छे भेला गर्न त गाह्रो होला। अब यो कुराहरू पनि अहिलेको नियममा कानुनमा आएको छ। यसमा हामीले विरोध गरिरहेका छौँ। थोरै सङ्ख्याको बचत फिर्ता नपाएको कुरा यदि छ भने त्यो माग्न पाउनुपर्छ भनेर हामीले भन्यौँ। तर अहिले के भनिरहेको छ भने सहकारी संस्था भनेको सदस्यले हेर्ने हो, यो अरूले हेर्ने होइन, सदस्यले नै ध्यान पुर्याउनुपर्छ भनिएको छ। यो हिसाबले अहिले नयाँ नियममा यो कुराहरू पनि आएको छ। अर्को कुरा हामी पहिलेदेखि भन्दै आएको विषय, एकजना व्यक्ति एउटा नगरपालिकामा एउटा संस्थामा मात्रै सदस्य बन्न पाउँछ भनेर पहिला आएको थियो। 2074 सालको सहकारी ऐनमा त्यो व्यवस्था थियो। अहिलेको संशोधित ऐनमा के आयो, एक ठाउँमा सदस्य भइसकेपछि नेपालभरमा कहीँ पनि सदस्य बन्न पाउँदैन। अब यहाँ बाह्रैमा भएका सदस्यहरू यहाँले ध्यान दिनुपर्ने कुरा आयो। यहाँ हामी जो यहाँ सदस्य हुनुहुन्छ त्यो सदस्य बाहेक अन्त बचत तथा ऋण सहकारी संस्थामा कहीँ पनि सदस्य बन्न पाउँदैन भनेर आयो। पहिले सदस्यलाई मात्र भनेको थियो, अहिले चाहिँ संस्थाको सञ्चालकहरूलाई पनि जिम्मेवार बनाएको छ। अब 2 ठाउँमा नबनाऊ है, 2 ठाउँमा बनाउन पाउँदैन भनेर आयो। भनेपछि अब हामीलाई लाग्छ 74 सालमा पनि 1 वर्षको म्याद दिएको हो, अहिले पनि फेरि 1 वर्षको म्याद दियो कि फेरि अहिले पनि 1 वर्ष भनेर आयो। 74 को कुरा पनि हामीले मानेका छैनौँ। अहिले पनि त्यो फेरि अब मान्ने कि नमान्ने हामी छलफल गरौँ। यदि अब 2 ठाउँमा सदस्य भए हाम्रो अहिले राष्ट्रिय परिचय पत्र होला, नागरिकता नम्बर होला, हाम्रो सबै सफ्टवेयर मार्फत रेकर्ड लिइरहेको छ। त्यो सफ्टवेयर लिएर त्यहाँ अहिले डाटा इन्ट्री गर्दैछ। त्यो डाटा इन्ट्री गर्ने बेलामा 2 ठाउँमा सदस्य देखियो भने 1 ठाउँमा अथवा 3 ठाउँमा भयो भने 1 ठाउँमा छोड्नुपर्ने अवस्था हुन सक्छ। भनेपछि त यो विषय पनि छलफल गर्नुपर्ने होला। यो विषय पनि हामीले आफ्नो संस्था कुनलाई मान्ने भन्ने विषय पनि छलफल गर्नुपर्ने होला। यो कुरा पनि गम्भीर रूपमा आएको छ। तर हामीले भन्यौँ के भन्दाखेरि जिल्ला बचत सङ्घ भक्तपुरले हामीले आवाज उठायौँ, यो हुनु हुँदैन। बैङ्कमा भए 2-3 ठाउँमा खाता खोल्न पाउने, 2-4 ठाउँमा खाता खोल्न पाउने, 10 ठाउँमा पाउने, अनि सहकारीमा किन नपाउने भनेर हामीले भन्दाखेरि उहाँहरूको भनाइ के रह्यो भने सहकारीमा 1 ठाउँमा ऋण लियो, अर्को ठाउँमा लियो, फेरि उता लियो, ऋण लिएर बदमास गर्यो भन्ने कुरा। हामीले भन्यौँ यदि ऋणसँग सम्बन्धित भए कालो सूचीको व्यवस्था छ, कर्जा सूचना केन्द्रको बन्दोबस्त छ, त्यो बन्दोबस्त गरेको खण्डमा 2 ठाउँमा ऋण लिन पाउँदैन। तर बचत गर्नको लागि कहीँ पनि बिग्रिँदैन, बचत गर्न पाउनुपर्छ, सदस्य बन्न पाउनुपर्छ भनेर हामीले भनेका छौँ। त्यो भन्दै पनि कानुन संशोधन भएन भने हामीले मान्नुपर्छ। मान्दैन भन्न पाउँदैन, हुँदैन भन्न पाउँछ, यो मिल्दैन भन्न पाउँछ, तर मान्दैनौँ भन्न पाउँदैन। भनेपछि त यो कुरा पनि छलफलमा ल्याउनु पर्ने कुराहरू आइरहेको छ। यो कुरा हामी विरोध गरिरहेका छौँ, यो भनिरहेका छौँ, तर संशोधन नभएमा 1 वर्षको म्याद दिएको छ। अर्को कुरा के आयो भने हामी अब यो 12 सहकारी साकोसको जिल्लाभरि कार्यक्षेत्र छ। अब यो जिल्लाभरि कार्यक्षेत्र हामी यहाँ सदस्य छौँ। अब हामीलाई मन लाग्यो भने एउटा बनेपामा गएर एउटा कुखुरा फार्म खोल्न मन लाग्यो, त्यहाँ काम गर्न मन लाग्यो, अथवा काठमाडौँमा गएर कोही व्यवसाय गर्न मन लाग्यो। त्यो व्यापार व्यवसाय गर्ने हिसाबले यस 12 सहकारीमा ऋण माग गर्न आयो भने भक्तपुरमै मात्र काम गर्नेलाई मात्र पैसा देऊ, काभ्रेमा काम गर्नेलाई पैसा नदेऊ, ललितपुरमा काम गर्नेलाई पैसा नदेऊ, काठमाडौँमा काम गर्नेलाई पैसा नदेऊ भनेर आयो। अब यसमा पनि हामीले त यो सहकारीलाई नियन्त्रण गर्न खोज्यो, यो हुँदैन भनेर हामीले विरोध गर्यौँ। तर पनि यो कुराहरू परिवर्तन भएको छैन। यही कार्यक्षेत्र अझ हामी 12 साकोस यो जुन 75 ऋण सहकारी संस्था जिल्लाभरि कार्यक्षेत्र छ, जिल्लाभरि कार्य गर्न पाउँछ। कुनै पनि सहकारी त एउटा नगरपालिका मात्रै सीमित छ। जस्तै मानिलिउँ भक्तपुर नगरपालिकाभित्र एउटा कार्यक्षेत्र भएको संस्थाले सूर्यविनायकमा आफ्नो घर होला, सूर्यविनायकमा जग्गा होला,
त्यहाँ केही काम गर्न खोज्यो भने मिल्दैन भनेर आयो। हेर्नुहोस् त, सहकारीलाई अलिकति खुम्च्याउन खोजेको, हामीलाई नियन्त्रण गर्न खोज्यो, यो हुँदैन, यो सरकारले ल्याएको नियम हुँदैन भनिरहेका छौँ। त्यो कुरा पनि संशोधनको हामीले माग गरिरहेका छौँ। यो कुरा पनि हामीले थाहा पाउनुपर्छ भनेर यो हामी कुरा गरिरहेका छौँ। अर्को कुरा, अबदेखि जो सञ्चालक हुनुहुन्छ नि, सञ्चालक समितिमा बस्ने महानुभावहरूले अब यो संस्थामा ऋण लिन पाउँदैन। पहिले 49%ले लिन पाउँथ्यो, अबदेखि सञ्चालक यही बोर्ड बन्न चाहनुहुन्छ भने ऋण लिन पाउँदैन। अब हेर्नुहोस्, 9 जना मात्र बस्ने, ऋण लिन नपाउने, 3 पुस्ता विवरण पेश गर्नुपर्ने, सम्पत्ति विवरण पेश गर्नुपर्ने, ऋण लिन नपाउने। अनि केही गरी म एउटा संस्थामा यस्तै साधारण सभा भएको थियो, लाभांशको कुरा उठेको थियो। त्यो संस्थाको लाभांश दिन सक्ने क्षमता भनेको 6% नै रहेछ, तर उसले अरू व्यवस्था मिलाएर 9-10% दिइदियो। त्यो 9-10% अरू कोषबाट दिएको रकम सञ्चालक समितिलाई तिराउने भनेर आयो। यो कोषमा नभएको रकम अबदेखि यसरी बाँड्न पनि पाउँदैन, तिराउने भनेर आयो। हेर्नुहोस् है, मैले यो किन भनिरहेको छु भने 3 पुस्ते विवरण दिनुपर्ने, सम्पत्ति विवरण दिनुपर्ने, ऋण लिन नपाउने, केही गरी तिर्नु पर्यो भने आफूले तिर्नुपर्ने सञ्चालक समितिले, यस्तो कुराहरू आयो। भन्दाखेरि त सञ्चालक समिति सहकारीमा डरलाग्दो किसिमको कुराहरू आयो। अनि हामीले भने सहकारी भनेको त बैङ्क होइन, बैङ्क तथा वित्तीय संस्था भनेको धेरै पुँजी भएकाले खोल्छ, धेरै पैसा भएकोले खोल्छ। हामी सहकारी भनेको त कम पुँजी भएकाले खोल्ने हो, कम आय भएकालाई खोल्ने हो। कम आय भएका खोल्ने भएको कारणले सञ्चालकको पनि पैसा त ऋण माग्नु पर्दैन, त्यो त पाउनुपर्छ। पहिले 49%ले पाउँथ्यो, जस्तै 11 जनामध्ये 5 जनाले लिन पाउँथ्यो। अब कसैले लिन पाउँदैन भनेर आएपछि यो कुरा पनि हुनु हुँदैन है भनेर हामीले माग गरिरहेका छौँ। तर यो अहिले आएको छ भन्दाखेरि त अहिले हाम्रो यो संस्थालाई चल्न नसक्ने खालको कुराहरू, बिगार्ने एउटा, भाग्ने एउटा, अनि हामीलाई चाहिँ नियन्त्रण गर्न खोज्दैछ। भाग्नेले भागिसक्यो, हामीलाई थाहा छ नि, शिव शिखर भनेर भाग्यो, हजार जना मान्छेको पैसा खाएर भाग्यो, सिभिल भन्ने काठमाडौँको भाग्यो, सुमेरु भन्ने ललितपुरको भाग्यो। उनीहरूले पैसा, सबैको पैसा यही सूर्यनारायण चोकमा जनजीविका भन्ने भाग्यो, पैसा खाएर त भाग्यो। उनीहरूले कारवाही गर्नुपर्ने ठाउँमा अब हामीले राम्ररी चलेको सहकारी संस्थालाई नियन्त्रण गर्नको लागि अब चाहिँ कुरा, यो कुरा पहिले नै आउनु पर्थ्यो, त्यसलाई पहिले नै समात्नु पर्थ्यो। हामीले भन्यौँ बचत तथा ऋण सहकारी संस्था जसले सहकारी मूल्य मान्यतामा चलेको छैन, त्यो नचलेको सहकारी संस्थालाई नियन्त्रण गरेर उसको घर घरमा ल्याउनु पर्छ भनेर हाम्रो माग हो। तर अहिले हामी अलिअलि चलेर अलिअलि समाजमा काम गरिरहेको संस्थालाई यसरी नियन्त्रण गर्न खोजिन आएको छ। यो विषय पनि त यो साधारण सभामा छलफल गर्ने विषय होला भनेर मैले राखेँ। अर्को एउटा महत्त्वपूर्ण कुरा के आयो भने यो विषयमा चाहिँ हामीले पहिलेदेखि भनिरहेको विषय छ। अब यहाँहरूको प्रतिवेदन यहाँले पास गरिसक्नु भएको छ, त्यो प्रतिवेदनमा मैले हेर्दाखेरि 1 अरबभन्दा बढी सम्पत्ति यहाँको रहेछ। अहिले ब्यालेन्स सिट 1 अरब नाग्यो। तपाईँहरू 1 अरब सम्पत्ति भएको मालिक हुनुहुन्छ, तपाईँहरू 1 अरबवालाहरू हो। तपाईँहरूको पुँजी 1 अरब नागेको छ। अब यो अर्थले पैसा त 1 अरब छ हामीसँग बारेमा। अब के भनिदियो हेर्नुहोस्, यो मध्ये 1 अरब पैसा मध्ये बचत मात्रै 82 करोड रहेछ। यो बारेको कुरा गर्दैछु म। 1 अरब पैसामा 82 करोड यहाँहरूले जम्मा गरेको बचत रहेछ। अनि त्यो बचतको नियमित महिनामा बचत गर्ने अलिकति यसो हिसाब गर्न खोज्यो भने 9 करोड 19 लाख मात्र रहेछ। नियमित भनेको महिनामा यो पेन्सनको बचत, महिनामा चाहिँ पछि लिने गरी राखेको बचत, त्यो 9 करोड मात्र रहेछ। त्यो भनेको जम्मा 11% रहेछ। यहाँ कानुनमा के आयो, अब नियमित बचत अब प्रत्येक सहकारी संस्थाको 25% हुनुपर्छ। बुझ्नुभयो मैले भन्नु खोजेको? नियमित बचत जो तपाईँले महिनामा जम्मा गर्नुभएको छ, जुन पछि
भविष्यमा मात्र निकाल्छु भनेर राख्नु भएको छ, जुन पेन्सनको रूपमा लिन्छु भनेर राखेको छ, त्यो महिनामा 100, 200, 500, 1000 जुन राख्नुहुन्छ नि, कुल बचतको 25% चाहिन्छ रे। अब यो 11% अहिले छ यहाँहरूको, अब नियमित बचत बनाउनुपर्छ। यो संस्थालाई नियमित रूपमा अगाडि बढ्नको लागि अब यहाँहरूले महिनाको एकपटक 100 रुपियाँ गर्नुभएको छ भने 200 हाल्नु पर्यो होला, 200 हाल्नुले 400 हाल्नु पर्यो होला, 400 ले चाहिँ 1000 हाल्नुपर्छ होला। यसरी अब नियमित बचत नबढाइकन संस्थालाई अगाडि बढाउन दिनु भन्दाखेरि त यहाँ त नियमित बचत पनि त अब गर्नुपर्ने कुराहरू आयो। यो त हामी अब सञ्चालकहरूले पनि त बुझ्नुपर्ने कुराहरू आयो। त्यो हिसाबले अब यो नियमित बचत पनि हामी यो राखेको पैसा नझिक्नेगरी जानु पर्यो। मैले यहाँ यसो बुझ्दाखेरि नियमित बचत महिनामा हाल्छौँ, अनि दसैँ आयो, तिहार आयो, बिस्केट आयो, पैसा चाहिँ त्यहाँबाट निकाल्ने, मेरो घरमा खर्च गर्नु पर्यो पैसा निकाल्ने, त्यस्तो माग भइरहेको छ। अब हामीले के भन्यौँ, यसरी यो नियमित बचतलाई ननिकालौँ, नियमित बचतलाई पछिसम्म काम गर्न पाउने गरी, पछि आफूले काम गर्न नसक्ने बेलामा ब्याज खाने गरी राखौँ भनेर हामीले भन्यौँ। त्यो हिसाबले म एउटा उदाहरण भन्छु। म एउटा यही सहकारीसँग सम्बन्धित विषयलाई लिएर थाइल्यान्डमा गएको थिएँ। थाइल्यान्डमा एउटा के देखायो भने एउटा संस्थामा 3 पुस्ताले बचत गरेर घरबारको व्यवस्था गर्यो, घर बनायो भनेर एउटा चाहिँ उदाहरण दियो। 3 पुस्ता, बाजेले 3, बुबाले 3, आफूले 3 पुस्ताले एउटै सहकारी संस्थामा बचत गरेर त्यो बचत भएको रकमबाट घर बनायो भने उदाहरण दिएको छ। भन्दाखेरि हामी के भन्छौँ, मैले बचत गरेको रकम मैले फिर्ता नपाएमा चाहिँ किन बचत गर्ने भन्ने हुँदो रहेछ। हामीले बचत गर्ने भनेको अहिले हामी तत्काल खर्च गर्नलाई होइन, सहकारीले त यो कम बचत गरेकन पछि धेरै आकारको धेरै रकम सञ्चालन गर्ने हिसाबमा यो सहकारी आयो भन्दाखेरि नियमित बचत यसरी हामीले यो भनौँ न, हाम्रो यो जुनीमा हामीले यो पैसा फिर्ता नपाए हाम्रो शाखा सन्तानले पाउँछ नि त। हामीले त त्यो फारममा लेखेका छौँ, यो फारममा हाम्रो यो हकवाला भनेर हाम्रो दरखास्त सदस्य बन्ने बेला नै लेखेको हुन्छ। हामीले पाएनौँ भने हाम्रो छोराछोरीले पाउँछ, त्यो छोराछोरीले पाउने रकममा अहिले नै हामीले खर्च गर्नुपर्छ भनेर हाम्रो भएको सम्पत्ति चाहिँ हामीले खर्च गरेर जाने हो र होइन। त्यस्तो कुराहरू हामीले सहकारीमा कुरा गर्नुपर्छ, यसलाई अगाडि जानुपर्छ। यही कुरालाई अहिले हामी जोड दिइरहेका छौँ। जस्तै बचतको कुरा हामी कुराहरू गरिरहँदा एउटा कुरा के आएको छ भने यो धार्मिक ग्रन्थहरूमा पनि पाउँदो रहेछ। धार्मिक ग्रन्थमा पनि के पाउँदो रहेछ भने यो हिन्दू धर्मको 4 ग्रन्थमध्ये 4 वेद हुँदो रहेछ। रामायण र महाभारत पढ्न पढाउनु रहेछ। त्यो वेदबाट यजुर्वेदमा के लेखेको रहेछ भने यहाँ यो वेद पढ्नुभएको कोही हुनुहुन्छ भने यो 4वटा वेद, समावेद, अथर्ववेद, ऋग्वेद, यजुर्वेद, त्यो यजुर्वेदको एउटा अध्यायमा के लेखेको रहेछ भने सङ्कटको लागि सञ्चित गर्नुपर्छ भनेर लेखेको रहेछ। भन्दाखेरि कुनै बेला सङ्कट पर्न सक्छ है हाम्रो मान्छेको जीवनमा, मानव जीवनमा कहीँ कुनै बेला के हुनसक्छ। हामीले सोचेको अनुसार मात्र बढ्दैन हाम्रो जीवन, कहीँ दुर्घटना हुनसक्छ, कहीँ भविटबै हुनसक्छ। त्यस्तो बेलामा नियमित बचत गरेको रकम प्रयोग गर्ने हो, त्यस्तो रकम हामी सहकारीमा बचत गर्ने हो। त्यो कुराहरूलाई वेददेखि हजार वर्षदेखि पहिले भनेको कुरा अहिले हामी काम गर्दैछौँ। यति मात्रै होइन, हामी यो 2500 वर्षभन्दा अगाडिको चाणक्यको नीतिमा हेर्दाखेरि पनि थाहा पाउँछ। त्यहाँ पनि विपदको लागि, विपद हुनेको लागि सञ्चित गर्नैपर्छ भनेर लेखेको रहेछ। हेर्नुहोस् त, भन्दाखेरि त हामीले यो 12 सहकारीले, हामी सहकारी अभियानले यो पछिको लागि चाहिन्छ भनेर सिकाउने, पछिको लागि हुनुपर्छ भनेर सिकाउने यो वेदको कुरा हो। अब म यहाँ वेदको कुरा छोडौँ, अब यो एउटा मुसाको कुरा गर्छु। एउटा मुसाले के गर्छ भन्ने कुरा चाहिँ म यहाँ कुरा राख्छु। हामी किसानीहरू खेतमा धान काट्छौँ, धान फलाउँछौँ, धान काट्छौँ। धान काट्ने बेलामा हामी त्यो खेतमा देख्छौँ धुलोभित्र माटोमा जग्गामा त्यो पाल पारेर त्यो धानको बाला काटेर लगेको हुन्छ। उसले त्यो पालमा राखिरहेको हुन्छ त्यो धानको बाला। हामी त्यो धान काट्ने बेला हामी देख्छौँ।
अनि यसो हेर्दाखेरि त्यसको त्यो मुसाले उसलाई के थाहा रहेछ भने यहाँ यो जग्गामा किसानले धान काटेर लगिसकेपछि यहाँ धानको बाला बाँकी रहँदैन। अब मैले यो अहिले मात्र खाएर पुग्दैन, मैले पछि पनि खानुपर्छ, पछि पनि खानुपर्ने भएको कारणले मैले अहिले भएको बेला त्यो धानको बाला अहिले सञ्चित गर्नुपर्छ भनेर त्यो पालभित्र राख्दो रहेछ। एउटा मुसाले पछिलाई चाहिन्छ भनेर अहिले भएको चिज अहिले नै नखाउँ, अहिले भएको चिज अहिले नै सकाउँ, अहिले खाएपछि त भइगयो नि भन्ने नभनिकन एउटा मुसाले पछिलाई चाहिन्छ भनेर त्यो धुलोभित्र बाला राखेर लान्छ भने, एउटा मुसाले त्यस्तो ज्ञान प्राप्त गर्छ भने हामी त मान्छे हो। हामी त मान्छेले पनि यसरी पछिलाई चाहिन्छ है, भएको कुरा सबै अहिले समाप्त गरेर होइन, भएको कुरा सबै निकालेर खर्च गर्ने होइन, यो पैसा पछिलाई पनि चाहिन्छ भनेर राख्ने हो। त्यो कुरालाई नै हामी एउटा सहकारी शिक्षाको रूपमा लिन सक्छौँ। एउटा मुसाले चाहिँ सिकाएको कुरा चाहिँ हामी भन्न सक्छौँ। अब आएर यो नियमित बचतलाई ध्यान नदिने, खालि चाहिँ यो ब्याजको मात्र लोभमा फस्ने हो भने सहकारी अभियान अगाडि बढ्दैन। अब हामी सबैले यो सरकारले त हेरेनन्, त्यो ठगहरूलाई कारबाही त गर्नुपर्ने नै थियो। त्यो कारबाही अहिले कुनै कुनैलाई गरिरहेको छ, अहिले पनि सङ्कटमा पर्ने सहकारी छँदै छ। तर हामी सदस्यहरू पनि सचेत हुनुपर्छ। सदस्यहरू पनि सचेत भएर यसरी यो सहकारी अभियानले राम्ररी अगाडि जान सक्यो भने मात्रै हामी सहकारी अभियान साँच्चीकै अगाडि बढ्छ। नत्र के हुने भयो, अस्ति हामी माइतीघरमा एउटा कार्यक्रममा देख्यौँ, एउटा यो 1-2 वर्ष अगाडि बचत गरेको रकम चाहिँ शिवशिखरमा रहेछ, उसको पैसा फिर्ता पाऊँ भनेर माइतीघरमा त्यो मेरो पैसा फिर्ता पाऊँ भनेर पैसा फिर्ता पाउनको लागि त उसले सहकारी संस्थामा जानुपर्ने हो नि। अब सहकारी संस्था बन्द छ, कहाँ गर्ने? माइतीघर। मेरो पैसा फिर्ता पाऊँ, सहकारी भनेको ठग हो भन्छ। अब हामी चाहिँ बैंक वित्तीय संस्थाभन्दा सहकारी राम्रो छ, जनतालाई सेवा गर्छ, सहकारीले चाहिँ वित्तीय शिक्षा दिन्छ, सहकारीले सांस्कृतिक कार्यक्रम उठान गर्छ, सहयोग पुर्याउँछ, स्वास्थ्य उपचारदेखि लिएर सामाजिक सेवाका काम गर्छ। सहकारी भनेको यो देशको लागि, अर्थतन्त्रको लागि नहुने भनेर भनिरहेका छौँ, तर त्यहाँ चाहिँ सहकारी भनेको ठग हो भन्छ भन्दाखेरि त हामीले पनि बुझेर यदि गरेको भए सहकारी भनेको ठग होइन, सहकारी भनेको राम्रो हो। सहकारी भनेको त यो समाजको लागि आवश्यक कुरा हो, हामी भन्नु सक्नु पर्थ्यो। त्यसै कारणले हामीले यो साधारण सभामा पनि यो कुराहरू हामीले गर्नुपर्छ। अब यो यसरी हामी सहकारी अभियानलाई अगाडि लाने क्रममा अहिले भर्खरै भाद्र 17 गते एउटा निर्देशन जारी भएको छ। त्यो निर्देशन जारी भएकोमा अबदेखि यस्तो साधारण सभा, यो कार्यक्रम, उद्घाटन, अतिथि सत्कार अनि मन्तव्य भाषण गर्ने होइन भनेको छ। सिधै सहकारी संस्थाको चाहिँ जुन हामी छलफल गर्नुपर्ने विषय हो छलफल गर्ने, पास गर्ने, सदस्यको सुझाव लिने, सदस्यले जे भन्नुपर्ने विषयहरू छलफल गर्ने। अब अरू कुराहरूलाई त्यहाँ व्यथित नगरिकन सदस्यलाई पनि त्यो सहकारीको कुराहरू दिनुको लागि यदि आवश्यक भएमा यो माथिल्लो सङ्घहरूको मात्रै प्रतिनिधित्व गरेर सहकारी सम्बन्धी कुरा गर्ने भनेको छ। यदि त्यसरी कुनै नियमन अनुगमन गर्ने, दर्ता गर्ने, सहकारीलाई दर्ता गर्ने, नियमन गर्ने कोही प्रतिनिधि आएर यहाँ बोलायो भने त्यो बोलाउनु हुँदैन। यदि बोलायो भने त्यसलाई स्वार्थको द्वन्द्वको स्वार्थ हुन्छ है भनेर चाहिँ कुराहरू यहाँ ऐनमा अहिले जारी गरेको छ। भन्दाखेरि अब यो 12 सहकारी त विगत 7-8 वर्षभन्दा अगाडिदेखि नै बन्द सेसन गर्ने अनि पछिल्ला कार्यक्रम गर्दै आएको थियो। तर अब यसलाई पनि अलिकति सुधार गरेर अब यो उद्घाटन, यो विभिन्न किसिमको अतिथि सरकारहरू नगरिकन सिधै ती सहकारीको कुरा के राख्नुपर्छ भने राख्ने गर्ने हिसाबमा आएको छ। मैले पनि यो यहाँहरूलाई यो मैले भाषण गरेको होइन, सुनाएको होइन, सहकारी सम्बन्धी कुराहरू जानकारी पास मात्र भनेको भन्दाखेरि यो हिसाबले यहाँले लिइदिनु होला। मलाई अघि यहाँ अब राजेशजीले खाना पनि लगाइदिनु खोज्नु भएको थियो, लगाउनु होला भन्नुभएको थियो। अबको यो निर्देशनले यसरी अतिथि सरकार नगर भनेपछि फेरि चाहिँ अब नलिकने पनि भएन भनेर एउटा ब्याज एउटा चाहिँ लिएँ, खाना चाहिँ मैले लिएन भन्दाखेरि एउटा चाहिँ यो
संस्थाको कार्यक्रमलाई सहकारीको सदस्यको बिचमा सदस्यले नै सफल गर्ने हो। यो चाहिँ धेरै कुराहरू बिग्रियो है भन्ने हिसाबले यो कुरा आएकोले कारणले सहकारीलाई सहकारीकै रूपमा अगाडि बढाउन भनेर यो चाहिँ मापदण्ड पनि अहिले आयो। यसमा चाहिँ यो हामी यो उपस्थिति भत्ता पनि नदियो भनेको छ। अब यो समस्या छ है, उपस्थिति भत्ता त नदियो भन्यो, उपस्थिति भत्ता नदिएमा सदस्यहरू आउँछ कि आउँदैन, सदस्यले सही नगरिकन साधारण सभा चल्दैन, 51% नभइकन साधारण सभा गर्नु हुँदैन भनेको छ। अब हामी 51% पुर्याउनलाई पैसा नदिकन सही नगराइकन कसरी समस्या भयो। अब यो विषय पनि हामी छलफल गर्दैछौँ। अब हामीले के भन्यौँ भन्दाखेरि एउटा कुरामा के भनेको छ भने सदस्यलाई खाजा र खाना सम्बन्धी दिनभरि बस्ने सदस्यहरूलाई चाहिँ खुवाउनुपर्छ है। दिनभरि चाहिँ कुरा बुझेर संस्थालाई अगाडि बढाउन सुझाव दिने, कुरा सुन्ने, संस्थाले सफल बनाउन योगदान पुर्याउनेलाई चाहिँ सामान्य खाजा खाना चाहिँ दिनुपर्छ भनेको छ। त्यो बाहेक उपस्थिति परिवहन भनेर दिनु हुँदैन भनेर पनि आएको छ। भन्दाखेरि अब यो अर्को सालमा त फेरि यो कुराहरू त अझै कडा रूपले आउला। अबदेखि हामीले उपस्थित भत्ताको लागि लाइन बस्ने होइन, साधारण सभामा बसेर निर्णय गर्नको लागि लाइन बस्ने हो भनेर आउनुपर्ने अवस्था आयो। यो कुरा चाहिँ अहिलेको मापदण्डमा पनि छ। भन्दाखेरि त हामी सदस्यले अब यो विषयलाई पनि छलफल गर्नुपर्छ। अब आज एकै ठाउँमा साधारण सभा भएको छ, भोलि त 3-4 ठाउँमा हुनेवाला छ। हामी चाहिँ 3-4 ठाउँमा सदस्य भएको होला, उपस्थिति एक ठाउँमा लिने, अर्को ठाउँमा पनि नपाउला, अर्को ठाउँमा नपाउला, दौडधुप त्यो चाहिँ त्यो प्रतिवेदन लिएर दौडधुप गर्ने अवस्था पनि छ। अब यो कुरालाई त्याग्नुपर्छ। अबको दिनमा हामी सहकारीलाई सहकारीकै रूपमा अगाडि बढ्नको लागि यो ऐन नियम पनि छँदैछ। सहकारीलाई नियमित बचत मुख्य कुरा हो। अरू विषय भनेको आफूलाई भयमा राख्ने, आफूसँग भयमा यहाँ राख्ने हो। त्यो हिसाबले पनि हामीले बैङ्क तथा वित्तीय संस्थामा भन्दा सहकारीलाई माया गर्नुपर्छ भन्छौँ। अब यहाँले भन्नु होला सहकारी बैङ्क त भाग्दैन, सहकारी भाग्छ। सहकारी पनि बदमास गर्ने मात्र भाग्छ, कहाँ हामी भाग्छ त? हामी सदस्यहरूले राखेको बचत हामी सञ्चालक समितिले चलाउन पाउँदैन, हामी चलाउँदैनौँ। हामी सञ्चालकले पैसा छुँदैनौँ। त्यसको आवश्यक भएमा ऋण लिन्थ्यौँ, अब त ऋण पनि लिन पाउँदैन सञ्चालकले। भनेपछि त बैङ्कमा के हुन्छ, बैङ्कमा राखेको पैसाको हामीलाई ब्याज दिन्छ अनि सक्यो। त्यसको नाफा खाने त त्यहाँ अरबपतिहरू छन्। त्यसको नाफा खानेहरू 20 खरबको कारोबारमा जम्मा 20 जना मात्रै ठुला मान्छे छ अरे पुँजीपतिहरू, तिनीहरूले सञ्चालन गरेको छ। त्यो बैङ्क तथा वित्तीय संस्थाको त्यसको पुँजीको नाफा खाने चाहिँ ठुला पुँजीपतिहरू छन्। हामी साना पुँजी भएका, न्यून आय भएकाहरूले यहाँ सहकारी हो। हामीले यसमा लाभांश मात्रै होइन, हामी यहाँ अर्को कुरा छ संरक्षित पुँजी फिर्ता कोष हामीले वितरण गर्छौँ नि होइन राजाले? संरक्षित पुँजी फिर्ता कोष वितरण हुन्छ। यो कुरा बुझ्नुहुन्छ तपाईँहरू? संरक्षित पुँजी फिर्ता कोष त्यसको बारे पनि म छोटोमा राख्छु। तपाईँहरू खाजा खाइराख्नु भएको छ, एकछिन त बस्नु होला भन्ने लाग्छ। म यो संरक्षित पुँजी फिर्ता कोष पनि छोटोमा भन्छु। हामीले सहकारी संस्थामा सेयर पुँजी पनि हाल्छौँ अनि बचत पनि गर्छौँ, ऋण पनि लिन्छौँ। यो 3 किसिमको कारोबार गर्छौँ। ऋण लिएको खण्डमा ब्याज तिर्छौँ, बचत गरेमा ब्याज पाउँछ, सेयर पुँजी हालेकोमा लाभांश पाउँछ। अब यो 3 किसिमको कुराहरूमध्ये यहाँ के कुरा के आयो भने एउटा म उदाहरण दिन्छु अनि अलिक अझ स्पष्ट होला। पहिले सहकारी संस्था रोजदेन सन् 1844 बेलायतको रोजदेनबाट सुरु भएको हो। आजभन्दा 180 वर्ष 81 वर्ष अगाडि त्यहाँ सुरु हुँदाखेरि पसल एउटा उपभोक्ता पसलबाट सुरु भएको रहेछ सहकारी। त्यहाँ के भइदियो भने सहकारीमा सदस्य हुने, सदस्य भएकोले मात्रै त्यो पसलमा किन्ने, अनि पसलमा किनेको नाफा पनि त्यो सेयर पुँजी हालेको पाउने रहेछ। एकजना मान्छेले के गरिदियो भने सेयर पुँजी चाहिँ अरूले भन्दा बढी हाल्यो। मानिलिउँ 1 लाख हाल्यो, अरूले सबैले 1-1 हजार, उसले चाहिँ 1 लाख हाल्यो, हाल्न पाउँछ। 2-4 जनाले 1-1 लाख हाले। अब त्यो 1-1 लाख हालेपछि लाभांश यदि नाफा भयो भने बढी कसले पाउने भयो? 1 लाखवालाले यदि 10% नाफा पायो, लाभांश पायो भने 10,000 पाउने भयो।
1000 हाल्नेले 100 रुपियाँ मात्र पाउने भयो। 1 लाख सेयर पुँजीले 10,000 पायो, 1000 सेयर पुँजी भएकोले 100 रुपियाँ मात्र पायो। तर त्यो पसल चलाउनको लागि सधैँ पसलमा किन्न जाने मान्छे भनेको त्यो 1000 रुपियाँ सेयर भएको मान्छे रहेछ कि त्यो पसलमा किन्न जाने। त्यो 1 लाख सेयर पुँजी भएकाहरू कहिले नजाने रहेछ। उसले त सेयर पुँजी हाल्यो अनि पसलमा किन्न नजाने, अनि त्यो 1000 भएकाले चाहिँ सधैँ त्यही किन्न जाने भन्दाखेरि त्यो पसल सञ्चालन गर्नको लागि योगदान कसको रह्यो? त्यो किन्न जाने मान्छेको रह्यो भन्दाखेरि त्यहाँ के कुरा आयो? नाफा भयो भने चाहिँ त्यो 1 लाख भएकोले चाहिँ 10,000 पायो, अनि त्यो 1000 भएकोले 100 रुपियाँ मात्र पायो। जबकि उसले गर्दा यो पसल चलेको छ, उसले चाहिँ यो सबै किनेको छ, उनीहरूले चलाएको भएको कारणले यो किनेको बापत पनि नाफा भएको रकममध्ये केही प्रतिशत फिर्ता दिनुपर्छ भनेर नियम बनाएको रहेछ। आजभन्दा 181 वर्ष अगाडि त्यो नियम सहकारी संस्थामा मात्र लागू हुन्छ। हामीले कारोबार गरेको आधारमा सेयर पुँजी जतिसुकै होस्, आज यहाँ 6% लाभांश हामी बढी सेयर पुँजी पाएकोले बढी तेल पाउला, कम भएकोले कम पाउला। तर यहाँहरूमध्ये यो 12 सहकारीमा, यो बचत तथा ऋण सहकारीमा बचत र ऋणको कारोबार गरेको आधारमा त्यो पैसा फिर्ता पाउँछ। जसले बढी बचत गर्छ, यहाँ जसले त्यसले बढी ब्याज पाउँछ, उसैले बढी पैसा फेरि फिर्ता दिन्छ। यो सहकारीमा मात्र पाउँछ, बैङ्कमा पाउँदैन। हामीले बचत गरेको रकम बापत ब्याज बाहेक पनि कारोबारमा नाफा भयो भने लाभांश मात्रै होइन, संरक्षित पुँजी फिर्ता होस् भनेर अलगै रकम पाउँछ। अनि अर्को ऋण पनि त चाहियो यो संस्था चलाउनको लागि भनेपछि ऋण लिएका सदस्यहरूले यदि समयमा बुझाउँछ, समयमा ब्याज तिर्छ भने त्यो ब्याज बुझाए बापत पनि त्यो ब्याज बुझाएको प्रतिशतको आधारमा उसले फेरि रकम फिर्ता पाउँछ। यो कुनै पनि बैंक तथा वित्तीय संस्थामा पाउँदैन, यो सहकारीमा मात्र पाउँछ। भनेपछि यो सहकारीको यो गहना हो, सहकारीको यो सुन्दरता हो। त्यसै कारणले यो कुराहरू बैंक र हामीमा फरक कुरा रहेछ। भनेपछि हामी न्यून आय भएका काम गरी खाने वर्ग, हामी समाजमा मिलेर बस्ने, समूहमा मिलेर बस्ने, सबैले माया गर्ने, सबैले अगाडि बढाउने सहकारी नै हो। यो हाम्रो संविधानमा पनि लेखेको छ, 3 खम्बे अर्थनीति भनेको छ, सहकारी ऐनमा पनि भनेको छ, समाजवाद उन्मुखको लागि पनि सहकारी अनिवार्य भनेको छ। यदि न्यून आय भएकाहरूलाई अगाडि बढाउने हो, न्यून पुँजी भएकाहरूले काम गर्ने हो भने सहकारी नै चाहिन्छ, बैंक वित्तीय संस्था होइन। तर सदस्यहरूले सहकारी राम्ररी बुझेर मात्रै, जुनसुकै नाउँमा सहकारी भन्नेको आधारमा हामी जानु हुँदैन। सहकारी भनेको सहकारीकै रूपमा जानुपर्छ भन्ने कुरा म राख्छु। त्यसले अझै प्रुभ गर्नको लागि म अन्तिममा एउटा कुरा के भन्न चाहन्छु भने, एउटा सानो कथा भनेर म बिदा हुन्छु। यो यहाँले पहिले पनि सुन्नु भएको छ, छोटकरीमा भन्छु। एकजना मान्छे शिवजीलाई कथा है, यो शिवजीलाई खुसी पारेछ। शिवजी भन्नाले हाम्रो यो शिवजी होइन कि शिव, महादेव शिव खुसी पारेर छ। एकचोटि म स्वर्ग जान्छु, एकचोटि नर्क जान्छु भने चाहिँ तथास्तु भनिन्छ। नर्कमा गयो, त्यहाँ नर्कमा त फोहोर होला, असभ्य होला, गडबड होला भन्ठानेर त्यहाँ हेर्न गएको। जुडो मान्छे नर्कमा गयो, त्यहाँ हेर्दाखेरि के रहेछ भने 84 व्यञ्जन खानेकुरा, सफा पनि त्यति सबै कुरा ठिक छ अरे। तर एउटा कुरा के रहेछ, हामीले अहिले खाजा खाने बेला जस्तै त्यहाँ चाहिँ हाम्रो खाजा खाने बेलाको चम्चा 4-5 इन्ची हुन्छ। त्यहाँ चाहिँ एउटा नियम के रहेछ भने 3 फिटले चम्चाको खानुपर्ने रहेछ कि। अब 3 फिटको चम्चाले हामी खाजा खाँदाखेरि खान सक्दैन, खान खोज्छ मुखमा पर्दैन, अन्डरमा जाने रहेछ। नर्कमा चाहिँ त्यस्तो व्यवस्था रहेछ। अनि त्यो खान नसकेपछि सबैले गाडगुड गरेर खाने, गाडगुड खाएपछि छरपरस्त कसैले खान नपाउने। तर त्यही मान्छे फेरि स्वर्गमा एकचोटि गयो, स्वर्गमा पनि त्यही रहेछ, खानेकुरा पनि त्यही छ, सफा पनि त्यही छ, त्यही सबै रहेछ। त्यहाँ पनि 3 फिटको चम्चाले खान पर्ने रहेछ। तर त्यहाँ के गर्दो रहेछ, पहिला ल खाना आऊ भन्ने बित्तिकै त्यहाँका मान्छेहरू, स्वर्गमा बसेका मान्छेहरूले त्यो 3 फिटको चम्चाले खानामा यसरी राखेर पहिला अरूलाई खुवाउने रहेछ, पहिला आफूले नखाने रहेछ। पहिला अरूलाई खुवाएपछि त खुवाउन सक्ने रहेछ नि। अनि मलाई त उसले खुवायो, मैले पनि खुवाउनुपर्छ भनेर फेरि उसले पनि अरूलाई खुवाउने, अनि अरूले पनि अरूलाई खुवाउने, आनन्द सबैले खान पाउने।
नर्कमा आफू मात्रै खानु पर्यो, पहिले आफू मात्रै खाउँ आफै मरौँ, घात्रा गुन्द्रो भयो, त्यो नर्क भयो। नियम एउटै छ, कानुन एउटै छ, सबै कुरा त्यही छ। स्वर्गमा पनि एउटै नियम, त्यहाँ पनि नियम 3 फिटको 3 फिटै छ, खानेकुरा त्यही छ। तर त्यहाँका मान्छेहरू आफू पहिला खाउँ भन्दाखेरि कसैले खान नसके। अनि यता स्वर्गमा पहिला अरूलाई खुवाउने, अरूलाई सेवा गर्ने, अरूलाई सेवा गरेपछि आफूलाई पनि सेवा पाउँछ भनेर हामी सहकारी। त्यसरी चाहिँ सहकारी भनेकै स्वर्ग जस्तो सहकारी बनाउने हो, नर्क जस्तो सहकारी होइन। यही कुराहरू राख्दै यो बारे सहकारीलाई पनि अझै स्वर्गको सहकारी जस्तै अझै राम्रो बनाउनको लागि यहाँको योगदान चाहिन्छ। यो अभियानलाई नै अगाडि बढाउन यो सहकारी संस्थाको सदस्यहरू धेरै महत्त्वपूर्ण छ। महत्त्वपूर्ण चाहिँ यहाँले समय दिनुपर्छ, ध्यान दिनुपर्छ। यो सबै कुरालाई मध्यनजर गरी नै आज मैले यो सहकारिता सम्बन्धी सहकारीको केही विषयहरू, यहाँ भएका नयाँ नियमहरूको बारेमा थप छन् त धेरै विषय छन्। आज यहाँको साधारण सभा पनि हो, पूर्णतया सफल पनि भइसकेको छ। पुनः एकपल्ट जिल्ला बजार सङ्घबाट यहाँलाई शुभकामना व्यक्त गर्दै बिदा लिन्छु। हस्, धन्यवाद। सहकारी वित्तीय प्रशिक्षण दिनुहुने भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण गोविन्द लाखाज्यूलाई, उहाँले हामी संस्थामा सदस्य भइसकेपछि सदस्यले के गर्नुपर्छ, सदस्य भएर हामीले आफ्नो कर्तव्य कसरी निर्वाह गर्नुपर्छ, सदस्यले कसरी बचत गर्नुपर्छ, कसरी ऋण लिनुपर्छ, ऋण लिएर त्यसबाट के फिर्ता पाउँछौँ, बचत गरेर के फिर्ता पाउँछौँ, सेयर राखेर के पाउँछौँ र संस्थामा सदस्य भइसकेपछि सञ्चालक समितिमा आउँदा सञ्चालक समितिमा पहिलाको तुलनामा कम मात्र सञ्चालक सदस्य हुनुपर्ने भनेर जुन निर्देशित भएको छ ती कुराहरू हजुरहरूलाई प्रशिक्षण दिनुभयो। त्यसको लागि भावी बचत तथा ऋण सहकारी संस्थाको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। आजको यस कार्यक्रममा प्रशिक्षक भई पाल्नुहुने भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण गोविन्द लाखाज्यूलाई मायाको चिनो प्रदान गरिदिनु हुन आजका सभाध्यक्ष तथा अध्यक्ष राधेश्याम सुवालज्यूलाई मायाको चिनो वितरण गरिदिनु हुन सादर अनुरोध गर्दछु। मायाको चिनो ग्रहण गरिदिनु हुन भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण गोविन्द लाखाज्यूलाई सादर अनुरोध गर्दछु। धन्यवाद कृष्ण गोविन्द सरलाई। उहाँलाई मायाको चिनो समेत हामीले मायाले हाम्रा सदस्यज्यूहरूलाई हामीलाई जुन सहकारीको वित्तीय प्रशिक्षण दिँदा हामीले उहाँलाई मायाको चिनो प्रदान गर्दा पनि उहाँले मायाको चिनो ग्रहण गर्नु भएन। जुन निर्देशितलाई उहाँले निर्देशन पालना गर्नुभएको हुनाले त्यही अनुसार हामी सबैले त्यस्तै गरी चाहिँ उहाँको सिको गरौँ भन्ने सम्पूर्णलाई म अनुरोध गर्न चाहन्छौँ। त्यस्तै उहाँले अघि पनि भन्नुभयो, हामी पहिला साधारण सभामा उपस्थित हुँदा हामीले उपस्थिति खर्च भनेर हामीले जुन पाइरहेका थियौँ, यो वर्षदेखि साधारण सभामा उपस्थित हुने सम्पूर्ण सदस्यहरूलाई उपस्थित खर्च चाहिँ दिन पाउँदैन भनेर निर्देशित भएको थियो। आज तपाईँहरू साधारण सभामा उपस्थित हुनुभएको छ। साधारण सभामा उपस्थित भइरहँदाखेरि तपाईँहरूले पाएको, कसरी पाए, कहाँबाट पाएँ भनेर अब तपाईँहरूले त्यसलाई कसरी लिनुहुन्छ त्यस विषयमा तपाईँहरूले चाहिँ प्रतिवेदन चाहिँ अध्ययन गर्नुहुनेछ। अध्ययन गरेर सो कुरा तपाईँहरूले चाहिँ पछि संस्थामा सुझाव दिनुहुनेछ र प्रशिक्षकज्यूले राख्नुभएको कुरालाई तपाईँहरूले आफूले मात्र ग्रहण गर्ने होइन, आफूले अरूलाई पनि बताएर त्यस कुराहरू जानकारी गराइदिनु हुन अनुरोध गर्दै म उद्घोषक मित्र र उद्घोषक मित्र पुण्येन्द्र प्रसाद कुशी, म विश्वराम टोयाना पनि आजको यस कार्यक्रमबाट
बिदा लिनु अगाडि संस्थाका अध्यक्षज्यूलाई आफ्नो सार्वजनिक मन्तव्य राखी र सम्पूर्णलाई धन्यवाद दिई कार्यक्रम समापन गरिदिनु हुन अनुरोध गर्दै हामी पनि बिदा लिन्छौँ। धन्यवाद। धन्यवाद उद्घोषक मित्र सञ्चालक समिति एवं निवर्तमान अध्यक्ष संस्थाका। यो आजको 26औं वार्षिक साधारण सम्पन्न भएको छ। पहिलो यो हाम्रो 26औं वार्षिक साधारण प्रतिवेदनमा हामी हरेक वर्षको प्रतिवेदनमा एक वर्षको संस्थाका सदस्यहरू दिवंगत स्वर्गीय हुँदा उहाँहरूको अर्थ चाहिँ संस्थाका सदस्यहरूले चाहिँ बिमा बापत सुविधा पाउने भएको हुँदा ती बिमा पाउने सुविधा पाउने सदस्यहरू जुन मृतक हुनुहुन्छन् उहाँहरूको नाम चाहिँ हामी प्रतिवेदनमा राख्ने गरेको छ। यो वर्ष संस्थाका 21जना सदस्यहरू आफ्नो कार्यले दिवंगत हुनुभएको थियो र उहाँहरूलाई हामीले बिमा बापत सुविधा झन्डै 11 लाख जुन सुविधा पनि प्रदान गऱ्यौँ र यो प्रतिवेदनको पाना नम्बर 103 मा 21 नम्बर नाम लेख्ने क्रममा यो अब छपाईका क्रममा क्रम सङ्ख्या 18 सदस्य नम्बर 4066 का रामभक्त बाइजू हुनुपर्नेमा चाहिँ प्रिन्ट गर्दा रामकृष्ण बाइजू भएकोले यो संशोधन गरी अध्ययन गरिन अध्ययन गर्न चाहन्छन्। यो प्राविधिक गल्ती भएको कारणले सञ्चालक समितिको तर्फबाट म अध्यक्षले क्षमा याचना पनि गर्छु र यो प्रतिवेदन छपाई गर्ने क्रममा यस्ता सामान्य प्राविधिक त्रुटि भइरहने रहेछन्। सकेसम्म हामी त्यो सुधार्ने कोसिस पनि गर्छौँ। त्यसो भएको हुँदा आगामी दिनहरूमा पनि यसरी हामी संस्थाका सदस्यहरू आफ्नो कार्यले पर्दो हुँदा बिमा सुविधाहरूलाई हामी निरन्तरता पनि दिएको छ। अब अर्को वर्ष पनि यो निरन्तरता नै हुन्छ र यो 26औं वार्षिक साधारण सभामा यहाँहरूले अघि ताली बजाई प्रतिवेदन पास गरिसकेको घोषणा गर्नुभयो। यो सहकारी प्राधिकरणले जारी गरेको 2082 साल भाद्र 17 गते जारी गरेको निर्देशनअनुसार यो वर्षलाई हामीले छोटकरीमा साधारण सभा सम्पन्न गर्ने, अतिथिहरू नबोलाउने र सहकारी प्रशिक्षण दिनको लागि जिल्ला सङ्घका अध्यक्ष एवं प्रशिक्षक कृष्णकुमार लाखाजीलाई बोलाउने भन्ने हाम्रो पूर्व निर्धारित कार्यक्रम अनुसार यहाँसँग चाहिँ जिल्ला सङ्घका अध्यक्षज्यूले वित्तीय साक्षरता सम्बन्धी गहकिलो मन्तव्य राख्नुभएको छ र विशेष गरी सहकारी शिक्षाका कुरामा जोड दिनुभएको छ। हाम्रो सहकारी संस्था समुदायको लागि किन आवश्यक छ, बैङ्कभन्दा सहकारी संस्था किन फरक छ भन्ने कुरा चाहिँ यहाँहरूसँग चाहिँ आफ्नो विचारसहित प्रशिक्षण दिनुभएको छ। उहाँलाई विशेष गरी सङ्घको तर्फबाट संस्थाको तर्फबाट धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। यो 26औं वार्षिक साधारण सभा तयारीको क्रममा विभिन्न नीति नियमहरू तर्जुमा गर्ने क्रममा नीति नियम पास गर्ने क्रममा सञ्चालक समितिहरूले तयार गरेको नीति नियमलाई व्यवस्थापनले कार्यान्वयन गरेको छ र व्यवस्थापनले कार्यान्वयन गरी आजको अवस्थासम्म ल्याइ पुर्याउन सहयोग हुने सम्पूर्ण कर्मचारीहरूलाई संस्थाको तर्फबाट धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु र यो कार्यक्रमलाई आवश्यक साधन स्रोत तर्जुमा गर्न विभिन्न निकायहरूले सहयोग गर्नुभएको छ, विभिन्न सञ्चार माध्यमले सहयोग गर्नुभएको छ। विशेष गरी यो प्रतिवेदन छपाई गर्न विधान र अफसेट प्रिन्टले सहयोग गर्नुभएको छ, उहाँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै हाम्रो संस्थाको साधारण सभाको प्रचार प्रसारको लागि जनसञ्चार एफएमले सहयोग गर्नुभएको छ, उहाँलाई पनि धन्यवाद। त्यस्तै यो कार्यक्रमलाई र यो कार्यक्रमको फोटोग्राफीको लागि सहयोग गर्नुहुने रविन किजु सरलाई पनि धन्यवाद, उहाँको परिवारलाई धन्यवाद। त्यस्तै यो हल व्यवस्थापनको लागि सहयोग गर्नुहुने शुभकामना पार्टी प्यालेसका परिवारहरूलाई पनि धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यस्तै यो आजको गरिमामय सभामा विभिन्न विधामा सम्मानित हुनुहुने, पुरस्कृत हुनुपर्ने सदस्यहरूलाई संस्थाको तर्फबाट धेरै धन्यवाद व्यक्त गर्दै विशेष धन्यवाद आजको यो 26औं वार्षिक साधारण सभाको प्रमुख अतिथिको रूपमा
उपस्थित हुनुभएका संस्थाका सदस्य ज्येष्ठ सदस्य नारायण कृष्ण च्याटर्जीले जुन आफ्नो प्रमुख आतिथ्यता ग्रहण गरी सुरुदेखि अन्तसम्म बसेर आफ्नो मनको कुरा पनि यहाँ समस्या व्यक्त गरेर गइसक्नु भएको छ। उहाँलाई सञ्चालक समितिको तर्फबाट धेरै धन्यवाद व्यक्त गर्दै यो 26औं वार्षिक साधारण सभा यही सम्पन्न भएको घोषणा गर्छु। धन्यवाद।